ल साथी हेर्नुहोस् हाम्रो अर्का हेडेको 40.27 मेगावाटको यो ड्याम साइट हुँदैछ। यहाँ ड्याम हो, काम चल्दैछ। यस्तो चाहिँ क्रेसर प्लान, यहाँ मिनी क्रेसर प्लान यस्तो चाहिँ बारी क्याम वारी काम है टक्कसँगले। हाम्रो सन्तोष चौधरी गुरु आइरह लोडर लिएर हामी चाहिँ टनलबाट छिर्ने अनि त्यहाँबाट यही हो हाम्रो चाहिँ बाटो। यहाँबाट छिरेर हामी उता निस्किन्छौँ। अहिले यो टनलमा भिडियो निकाल्छु ल। यस्तो चाहिँ है साथी ल, हामी चाहिँ ठ्याक्क यहाँबाट अब छिरिरहेछौँ। यहाँबाट भित्रबाट यही बाटो टनलको। अब यहाँबाट छिरेर हामी टक्कसँगले उतापट्टि निस्किन्छौँ है त। ए यस्तै छ यही बाटो। ल हेर्नुहोस् टक्कसँग ए हामी चाहिँ यता जाने हो। यतापट्टि टनल छ ए, यता चाहिँ यता पानी आउने ठाउँ हो। अब हामी जाने यता के छ त लाग्यो हामी चाहिँ गाडी आइरह्यो। लोडरमा लानु नि त, उहाँ फेरि बोलाइरह है। खोइ के भने त थाहा छैन, डिजाइन अर्कै भने हो। खै मलाई त के भने छैन, पलाइनलाई सोध्नु ल। लाग्यो हामी चाहिँ ल। लामो छ यो चाहिँ, लगभग 3.5 किलोमिटर छ होइन। लामो हुन्छ भिडियो, म बिचमा रोकेर तपाईँलाई जक्सनमा ट्याक्क देखाउनु छु है त। यस्तो छ है, पानी नै पानी छ टक्क। यो चाहिँ यो पुरै भिडियो बनायो भने चाहिँ 20-25 मिनटको भिडियो बन्छ। त्यही भएर मैले काट्दै काट्दै बिचको निकालिरहेको छु होइन। यस्तो चाहिँ बिचबिचमा यस्तो साइड दिने ठाउँ बनाएको होइन। यहाँ चाहिँ अर्को गाडी आयो भने पास गर्ने ठाउँ हो। गाडी पनि छ ल। अब हाम्रो निस्किने जक्सन आइपुग्नु लाग्यो है। ठ्याक्कै यता सिधै गयो भने चाहिँ तल उहाँ भिपिएस निक्लिन्छ होइन। ट्याक्कै यता हामी चाहिँ यतापट्टि जानुपर्छ। हामी चाहिँ यता बाहिर निस्किन्छौँ हो। यो चाहिँ यहाँ चाहिँ हाम्रो बाहिर निस्किन्छ। हेर्नुहोस् है, अब निस्किनु लाग्यो हामी चाहिँ ए ट्याक्कै पानी छ टन। अब हामी चाहिँ अर्को दुनियाँमा। यता त पानी पर्दो रहेछ, उता पानी परेको छैन, यता पानी पर्दो रहेछ है ल। हामी ट्याक्कै निस्क्यौँ यतापट्टि। यस्तो छ हजुर ल, पानी पर्दो रहेछ यस्तो छ।